होइन हो दाइ, यो घोडा है खच्चड हो। रागा भाइ दाजुभाइ भनेको त मर्दा पर्दा चाहिने चिज हो। मामा मावली पनि त चाहियो नि। ऊ ल हेर न यसले बोलेको ढङ्ग होइन। तँलाई यसरी सधैँभरि बाङ्गो बाङ्गो मात्रै बोलेर तेरो जुनी चल्छ। खै अहिलेसम्म चलिरहेछ त। होइन मैले कस्तो चाहिँ छोरा जन्माएछु हँ? तिम्रो छोरो हिरो छ त। चैतमा रोपेको बिउ यस्तै त हुन्छ नि। तँ के हेरेर बस्यौ टल्ल परेर? खाना भात चिसो हुन्छ। खान्न, जन्मेदेखि खाएको भात कति खानु। हात छोड साला पातकी भाउजूको नारी समाज ल साला गम्मै जुटो हाल्यो त। दाइ स्वर्गकी परी धरतीमा झरी जस्तै छ त। इन्द्रलाई लिएर होला। को मामा हो फेरि यो गणेश जस्तो? तेरै मामा हो थपकटो। आज औँसी लागेछ, भोलि डोगौँला। सुटोको छोरी त होइन? हो नि दाइ, राम्री केटी त टाढेबाट छर्लङ्गी चिनी छ कि दाइ? दाइ पो आउनु भएछ त। आइपुग्यो त नि बिचरा, कति भोकाएर आइपुगेको होला। जा एउटा भाले काट। हस् मैले मासु मांस छोडिसकेँ। मासु त हामी खाइहाल्छौँ नि। जाइ नहुँदा हामी आमा बाबु बिनाको तुरे जस्तो भएको छ। अनि लामाजी भिक्षा मात्रै माग्न आउनु भएको हो कि ढुक्कै घर फर्किनु भएको हो? होइन, कतिपल्ट गर्ने हो यसको बिहे? अब छोडेर गएपछि भएको एउटा छोरालाई पनि त्यत्तिकै राख्ने त? त्यसले छोडेर गयो पनि फाइदै भयो। त्यसैलाई भुल्नको लागि पढेको पढै डिग्री पास भएको छु। म बमकाजी शेरचन। अनि हजुरको? शान्ति। वाह, शान्ति मलाई अति नै मनपर्ने शब्द हो। शान्ति भित्रैदेखि एक खालको आनन्द प्रदान गर्ने खालको शब्द। वाउ, तपाईको चाहिँ कस्तो डेन्जर है? बम सुन्दै पड्केला जस्तो। गजब बेइज्जती। नयाँ वर्ष लाग्यो, वैशाख पनि सक्यो, जेठमा लगन जुर्छ। कार्तिकमा चाहिँ हुँदैन गाठी, त्यो महिना कुकुरलाई छोडिदिनु पर्छ। उपाय छैन? होइन, अब छोप्ने हो। कुकुरहरू छोप्ने? दाइ तपाईँको यो रूप मया भाजुले देख्यो भने त? हो, ठ्याक्कै बेहुला जस्तो देखाएको छ। त्यसो भए हिँड्न त बेहुलीको घरतिर। ल भाग्यमानी। यता काजी दाइ। हेलो, म बम काजी। अरे लात्ताले वाक कान्छु गरारे गन्ने मानेसँग हात मिलाउँछ। मैले ठुलासँग हात मिलाउनु? हिजोको फुल आजको चल्लाहरू। दुनियाँले बच्चा किन नजन्माको भनेर टाउको खाइसक्यो। घर सल्लाह गर्नु पर्दैन? सल्लाह गरेर बच्चा हुन्छ? मान्छे थाहा बस्नु पाउनु त भाग्यको कुरा हो। भैँसी भयो खुच्चुकमा ठोकेर उहिले मोमो बनाइसक्थ्यो। घुमेर गइसक्यो नि, अब अहिले नभए कहिले हुन्छ? नभएपछि के गरौ त? खेताला खोज्नु? खोइ मामा, बिहान कुकुरले गु खानु भएको छैन, मान्छे जाँड नारेर बसिया छन्। गजब बेइज्जती। तँ गधा बाहिर जा, तँ अपराधीको अनुहार आइन्दादेखि नदेखा। मेरो अंश देऊ न त तिमीहरूको जिउनी छुटाएर। एक टुक्रा पनि दिन्न मेरो सम्पत्ति तँलाई। मरेपछि तिमीहरूको क्रिया चाहिँ कसले गर्छ?